पूजासँग भन्छ पूजा भनेको हो र चक्र सरको चक्रको पूजा छ र त केटी ए साथी हो यार चक्र त पूजाको बुढा हो रे हैन गाइस सट्यापे गरे प्लिज यार म जित्नु पर्यो गाइस धेरै हान बुढी छ क्या हावा गरेर नआउन न फेरि कहाँ बुढी उठ्न हावा कुरा गरेर सर्ने गरे के राम्रै तर सरेलो भएकोले भेट्छु स्योर भेट्छु ल आज एकत दिन नौ कहिले हो नेपाल अब आउँछु अब नेपाल आएर चट्ट तिमीले काखमा राखेर बल्ले 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 उल्लाला 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 तर सरेलो भएकोले दामी यस्तो दामी मसँग एनर्जी यस्तो आउँछ नि मायाको पूजाले घाँटी नि चर्रा रे बङ्गाजी थ्याङ्क यू सो मच मेरो दाइ कति पर्छ एक गेमर गाना है ओ माय गॉड खतरा चला भिडियो थ्याङ्क यू सो मच 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 त आइडी त कतिवटा ब्यान गर्दैछ 22 वटा आइडी 22 वटा ब्यान गर्दै खोल्दै गर्छ किन नि थ्याङ्क यू सर छाडा बोलेर यसो त ट्याप छाडा बोल्दैनौ के छाडा बोले जस्तो लाग्छ यस्तो इमानदार केटो भर्जिन स्टुडेन्ट यस्तो इमानदार केटो गाउँको केटो मेरो यस्तो कहाँ छाडा बोल्छु सर मलाई कहाँबाट गाउँ तपाईँको त्यस्तो मेरो गाउँ मेरो घर काभ्रे हो नि कुन ठाउँ हो काभ्रे काभ्रे धनुषा 5 नम्बर 3 नम्बर कता हो त्यो भनेको चाहिँ पाँचखालबाट कता हो माछालबाट अलिकति माथि मेरो ए उता काफल पानीतिर हो क्या काभ्रे पानी त्यहाँतिर छ ठकुरी कि त्यतै छ ठकुरी तर सरिलो बे सुन न तिमी भन्न पर्छ कति राम्रो भएको कि आज छुँदा पनि कस्तो इमोसन आउला जस्तो गर्यो त तिमीले नि आबै तिम्रो निद्रा अलि यता ल्याउ न त्यस्तो निद्रा चित्त हान्नु पर्यो कि अलि त आज सरिलो भाइको रुखमा चुम्मा हान्यो न हात टुक्ने भाग्यमानी रहेछ चक्रे भाग्यमानी रहेछ साला काजु बदमको पावर आज देखिस् चक्रे बमकाजी गर्नु पर्यो राजा बजाइदेऊ बाजा बाजा मुनाजी तपाईँ अलि आउनु तपाईँ आउनु खै होइन म त आउँछु मलाई तारेबाट किसा गाला थाप्नु गाला म त खिच्न म अर्का बुढीमा हातमा चाहिँ होइन उसो नाइटमा हाल्नु नाइटमा केटी मान्छे नाइटमा चिप्प हाल्नु पर्छ नयाँ कसम यस्तो एनर्जी आउँछ नि अरू कुरा त्यस्तो हेर शरीरमा तिम्रो नाइटमा त चिप्प दामी हान्छु कसम भनेको नेपाल आएपछि सिधै हो कि नाइटमा कि त चाखमा अरू जस्तो केटा होइन म मलाई तिमीले चिनेको छैन जब भेट्छु नि तिमीहरूको चाकमा नाइटमा चिप्प हान्ने भन्ने एक मात्र व्यक्ति चक्र हमाल त्यसपछि मजाले शरीरमा भएबाट तोरीको तेल लगाएर दिन्छु मैले देखाउँछु फेरि कमाल तोरीको तेल पनि हेर यो तोरीको तेलले नि तिम्रो नाइटमा यस्तो मसाज आनन्दसँग हान्छ यो तोरीको तेल यस्तो शुद्ध तोरीको तेल है तर के गर्नु त भाइ गणेश दा बोलको मेरो दादा सर नमस्ते गणेश दादा मैले फलो गरेको थिएँ फलो गरेँ न अनि सरी दादा तिमी त भर्जिन हो नि होइन म त भर्जिन हो हेर है अलि यता आउन तिम्रो चिप्ला गर्थ्यो तिम्रो निधारमा अलि यता आउन कस्तो मिठो छ नि बेबी होइन मिठो छ कतिले हेरे लाइभ उता 2500 मेरोमा त 2500 तिमीले त आनन्द हुन्छ तिमीलाई थाहा छैन र थ्याङ्क यू सो मच अलि यता आउनु यार कस्तो ओटमा हान्नु पर्यो क्या अलिक ओटमा हान्नु पर्यो बबर हान्नु पर्यो अलि यता आउन ओटमा हान न चुप्पा बेबी बेबी हेलो अलि यता आउन बेबी अलि यता आउन चुप्पा ओटमा हान्नु पर्यो क्या पूजा रिसाउला रे छोड न अरू कुरा नल्याउ न यार तिमी मेरो बुढी हो कहिले के भन्छ सर लगेर चक्र किन हमालको बुढी भन्दै एकचोटि म तिम्रो बुढी हो कसरी केही गर्न सक्दैन भन त भन न त्यही न्युज बन्छ अहिले फेरि भोलि बिहान उठ्दा त न्युज अरूको कुरा छोड न म अरू खल्ली भने कसले के गर्छ सर लगेर चक्र किन हमालको बुढी कसले के गर्छ कसैको दम छ
अलि यता आऊ न चुप्पा हान्ने यता जल्दीले जलाउनु पर्छ यता अलि खाली हावा बोल्छ अहिले म यता आउनु सुन किन डराएको यार किन डराएको तेरीमा टोक्ने यसरी डराएर हुन्छ तिमी त एउटा खतरा केटी हो यस्तो डराएर हुन्छ अलि यता आऊ अलि यता अलि उठ यस्तो गर न यस्तो गर त कति हाँसाको उठ सुन्न गर न अलि यता आऊ न अलि ल्याउनु उठ यता अलि यता आएर न दारीले घुच्यो भने मेरो दारी मिलाउँछु यता अलि अलि दाउनु है उठ्देऊ न उठ्दैन उठ कस्तो इमोसन आइदियो न अहिले इमोसन सुन्दा कस्तो होला शरीरमा त म त मर्छु क्या सुनिँदैन चुप हान्नु Let's go, guys, please, सबजना मिलेर लाउनु हो शरीरलाई बेला धोपी दुई बेस्ट फेरि खेलिन्छ धोपी हाल्नु पर्छ गाइस सबैले अलिकति गर्दै अबै न ओए डियर जिन्दगी थ्यांक यू सो मच गर्दै पुरै जितेको यहाँ थ्यांक यू सो मच अब एउटा खेलौँ ल बेस्ट फेरि खेल्नु पर्छ यसरी तिमीहरु आऊ के टिकटकमा यसरी आऊ रमाइलो गर चक्रकिङ हमसँग संगत गर तिमी अब कहाँ सुट्टहरुसँग संगत गर्छौ कम्तीमा ह्यान्डसमसँग संगत गर के हामी जस्तो चक्लेटी हिरोसँग संगत गर बुझ्यौ नि जब तिमी चक्लेटी हिरोसँग संगत गर्छौ नि केटी तिम्रो जिन्दगी लाइफ बन्छ के लाइफ बन्छ बुझ्यौ नि लाइफ बन्छ तिमी बनाउने किराहरुसँग संगत गर्छौ अलिकति हिरासँग संगत गर न बुझ्यौ नि बोल्दाखेरि पनि टक्कै हिरासँग बोल किरासँग हैन यो चक्रकिङ हमाल भनेपछि एउटा ब्रान्ड एउटा तिमीहरुको लागि एउटा एक्स्ट्रा डायमन्ड हो बुझ्यौ नि जब म तिमीसँग बोल्छु नि तिमीलाई एनर्जी यस्तो आउँछ नि आइ हाय चक्रकिङ हमालको काठमै सुतम जस्तो हो के पुरा हुन्छ नि यस्तो ना कसम काजु खान पर्दैन चक्रेले खजुर खाएको त खजुर जब चक्रेले खजुर खान्छ नि मा कसम शरीर लगाएर 3 दिन हिँड्न सक्दैन सिधा कुरा एक दिन भेट्नु पर्छ नि मा कसम सिधै हो शरीर लगाएर ढाटेको हैन त्यति तिमीले रेकर्ड गरेर राख तिमी एकचोटी मसँग सुत्यो भने नि धेरै हैन 3 दिन त तिमी मेडिकल जानु पर्छ हिँड्न सक्दैन मतलब तिमीले काजुको के खजुरको पावर देखाएर के खजुरको पावर तर तिम्रो अलि मोटी छु टक्क एनर्जी पनि बबाल आउँछ हैन तर एनर्जी त बबाल आउँछ बेबी टेन्सन नगर माको सम यस्तो एनर्जी दिन्छ नि नाकुरे पुरा कादे थाहा छ कादे के भनेको कादे भने थाहा छ हैन टेन्सन नगर तिमीलाई म सिकाइदिन्छु ट्रेडिङ गरेको छु मैले अमेरिकामा 6 महिना ट्रेडिङ गरेको मैले काँदे हान्न त्यसैले तिमी संगत गर तिमी बुढोहरुको संगत नगर बुढो भन्दा खतरा जवानको पावर हुन्छ यहाँ बुझ्यौ नि जब यो चक्रिङ हमलको पावर नि मा कसम 24 आवर शरीरमा गएलाई बुझ्यौ नि एकचोटी बेबी भन न कस्तो सुन्न मन लाग्यो हेलो बेबी के छ खबर गाइस 25 जना पुल फाल्न गाइस जतिको 25 जनाले मागेको छ यत्रो 7000 जनाले हेर्दै छ गाइस 25 जना पुल फाल्न